ओ गीत मैले देखाइस् त भित्रको त्यो दरिद्र नाबालिकाको चरित्रको विचित्र त भित्र छैन एक थोपो रगत पनि पवित्र मनभित्र गुम्सेर बसेको छ तेरो चित्र सिर उठाइ फेरि हिँड। सो हे गाइज वेलकम टु माई न्यू भिडियो। अहिले पनि नयाँ भिडियोसँग उपस्थित भइसकेको छु। यो सङ अलिकति आज जुन गर्न गइरहेको छु सङ अलिकति इमोसनल छ एन्ड हार्ट ब्रोकन छ। ब्रोकन पनि छिया छिया नै छ कि गाइज, छिया छिया नै छ। किनभने रिसेन्टली हाम्रो देशमा थाहा छ म किनभने यत्रो दिन मेरो त्यो पिसी क्रप भएको थियो, विन्डोज उडेको थियो, सब फाइलहरू उडेको थियो होइन। सो फेरि गर्दाखेरि त्यसलाई रिइन्स्टल गरेर दुनियाँ गर्दाखेरि बल्ल बल्ल बनाएको छु। अनि एउटा साटा पनि बिग्रिएको थियो, यो साटा यसले गर्दाखेरि मेरो सबै स्वाहा भएको थियो। सो यो अहिले सबै ऊ भएको छ। अनि एउटा गीत नयाँ ठ्याक्कै ड्रप भएको रहेछ, मैले दिउँसो यसो मोबाइलमा दिउँसो होइन अघि नै हेरेको, 2 घन्टा अगाडि ड्रप भएको थियो हाम्रो पश्चिमे च्यानलबाट, जुन कि न्याय दे नै छ भनेपछि अभियसली इट्स गरिमा के भन्नु यार, जति गर्दा नि केही नहुने हो जस्तो लाग्यो मलाई त है। सो हेरौँ के छ अब सङले के भन्छ के छ। ओन्ली 2.52 मिनटको सङ रहेको छ। सो यसलाई ढिला नगरिकन सुरु गरौँ। बिस्तारै बिस्तारै डिस्क्राइब त के गर्न पऱ्यो होला, फिल लिगौँ एन्ड कतिको इमोसनल छ, कतिको सत्य छ, शब्द कस्तो छ, बिट कस्तो छ, त्यतातिर ध्यान दिउँ होइन। बाँकी भन्ने कुरो यस्तै हो, यो हुँदैन यो केही गरेर। सो ढिला नगरिकन सुरु गरौँ है त। भिडियो सुरु गर्नुभन्दा अगाडि जसले नि भिडियोलाई लाइक गर्नु भएको छैन प्लिज लाइक गरिदिनुहोस् एन्ड च्यानललाई सब्सक्राइब गरिदिनुहोस्। जसले ओरिजिनल भिडियो हेर्नु भएको छैन प्लिज डिस्क्रिप्सनमा लिङ्क छ, त्यहाँ गएर चेकआउट गर्न सक्नुहुन्छ है त। हियर वी गो। आई डोन्ट नो के हो यार। म एउटा प्रब्लम चाहिँ मेन प्रब्लम चाहिँ म भनिदिन्छु होइन। मेन प्रब्लम चाहिँ म भनिदिन्छु लास्टमा के हो भन्दाखेरि होइन। हुन त घटना त जहाँ तै पनि हुन्छ, हाम्रो यसलाई कम गर्नतिर लाग्ने हो, योबाट धेरैभन्दा धेरै कम हुनतिर लाग्ने हो। किनभने जति नै सुकै राम्रो गरे राम्रो मान्छेहरूको बिचमा पनि एकजना एउटा कपटी त जन्मेकै हुन्छ होइन। सो यार यो फोटोहरू देखाएर यार मलाई एक्चुअली सबै याद छ कि, सब याद छ कि यसमा। आज मेरी आमा त्यो बन्द कोठामा छोरीको बारे सोच्दै न्यायको ढोकामा कोही त रोकन आमाको रोदन दिन रातोलाई बसिन रुँदै छ यो मन। के गरौँ अब म ए बाबा भन्नु न, यो मानव जीवनमा कसैको भर हुन्न डर हुन्न। त्यो त हो गाइस, के गर्ने के भने कि होइन, कसको चाहिँ भर छ लिटरली। यो सङले भनेको सही नै हो, सङले भनेको सही नै हो गाइस। कसको चाहिँ भर छ क्या यसमा, कसैको पनि भर छैन क्या यार। बाउले छोरी फेरि एउटा न्युज आइसक्यो यार, कहाँ यार बाउले छोरीलाई यार। म त रिस उठिसक्यो यार, हाम्रो हातमा दिए नै हुन्थ्यो यार आएको छ। बाबा भन्नु न, यो मानव जीवनमा कसैको भर हुन्न डर हुन्न। घर जल्दा अप्ठ्यारोमा पर्दा मन रुन्न, कुन छोरी बलात्कृत भई मर्दा भर पर्दा त्यो नेतालाई के यस्तो शब्द ठोक्यान कि हाम्रो पश्चिमे। ओ माई गॉड, हरेक शब्दमा बोल्न मन लाग्छ तर मन रुन्न, कुन छोरी बलात्कृत भई मर्दा भर पर्दा त्यो नेतालाई के थाहा मेरो परिवारको बेथा जहाँ जे छ चल्दा। त्यही त भने भर पर्दा नेतालाई के थाहा मेरो परिवारको व्यथा, के थाहा पाए पनि घन्टा ढल्दैछ मेरो जनता अघि छ त भन्दा हेर पर्दैछ फन्दा तेरो एक एक शब्दन्दा। सुन बज्दैछ घन्टा पर्सिने छ डन्डा अनि चैत तेरो चङ्गा भई हुन्छ अस्त नङ्गा। याद आउँछ त्यो फन्डा हनुमानले जलाएको त्यो रावणको लङ्का। हाँसिरहेछ क्रिमिनलले सरकार त्यसलाई फाँसी दे कि हामी लिन्छौँ न्याय आज मुख गाडी राखिदे। नेपाल
ओ यार क्या दामी लाइन भन्यो यार मा कसम यहाँनिरबाट मानले जलाको त्यो रावणको लङ्का हाँसिरहेछ क्रिमिनलले सरकार त्यसलाई फाँसी दे कि हामी लिन्छौँ न्याय आज मुख गाडी राखिदे नेपालभरि आमाहरू रोइरहेछ नातिँदै पुण्य पापलाई छुट्या कि त हाम्रै घाँटी काटिदे यस जब तिमीहरूले गर्न सक्दैन भने हामीलाई नि नराख्ने किन हामी सहन नसक्ने अवस्थामा पुगिसक्यो कि बुझेनौ हाँसिरहेछ क्रिमिनलले सरकार त्यसलाई फाँसी दे कि हामी लिन्छौँ न्याय आज मुख गाडी राखिदे नेपालभरि आमाहरू रोइरहेछ नातिँदै पुण्य पापलाई छुट्या कि त हाम्रै घाँटी काटिदे ओइ गिद्ध तैँले देखाइस् तँभित्रको त्यो दरिद्र नाबालिकाको चरित्रको विचित्र तँभित्र छैन एक थोपो रगत पनि पवित्र मनभित्र गुम्सेर बसेको छ तेरो चित्र शिर उठाइ फेरि हिँड्द हासबले तँलाई चिन्छ सिद्धिन्छ कहानी जसले तेरो साथ दिन्छ रित्तिन्छ उसले भनेको यो भनेको उसले सुन्दाखेरि चाहिँ त्यही दुईजनाको याद आयो क्या हाम्रै घाँटी काटिदे ओइ गिद्ध तैँले देखाइस् तँभित्रको त्यो दरिद्र नाबालिकाको चरित्रको विचित्र तँभित्र छैन एक थोपो रगत पनि पवित्र मनभित्र गुम्सेर बसेको छ तेरो चित्र शिर उठाइ फेरि हिँड्द हासबले तँलाई चिन्छ सिद्धिन्छ कहानी जसले तेरो साथ दिन्छ रित्तिन्छ त्यो कोक जसमा तँ जस्तो जन्मिन्छ भनिन्छ कालाको स्याल सहरतिर लम्किन्छ दन्किन्छ आगो भई आत्मा न्याय माग्दै हिँड्छ सन्किन्छ चम्टिन्छ सिद्धिन्छ यो खेल जुन दिन तेरो लास बीच बाटोमा टङ्गिन्छ सत्य युगमा सीता मातालाई हरण गर्ने रावण जो शिवजीको अन्धभक्त थियो उसको त बस्ती सहित उसलाई जलाइयो भने यो त कलियुग हो यस्ता राक्षसको त अस्तित्व मेटाउनु नै न्याय हो हाँसिरहेछ क्रिमिनलले सरकार त्यसलाई फाँसी के बोलौँ यार निशब्द यस्ता राक्षसको त अस्तित्व मेटाउनु नै न्याय हो हाँसिरहेछ क्रिमिनलले सरकार त्यसलाई फाँसी दे कि हामी लिन्छौँ न्याय आज मुख गाडी राखिदे नेपालभरि आमाहरू रोइरहेछ नातिँदै पुण्य पापलाई छुट्या कि त हाम्रै घाँटी काटिदे हाँसिरहेछ क्रिमिनलले सरकार त्यसलाई फाँसी दे कि हामी लिन्छौँ न्याय आज मुख गाडी राखिदे नेपालभरि आमाहरू रोइरहेछ नातिँदै पुण्य पापलाई छुट्या कि त हाम्रै घाँटी काटिदे ओके सो गाइज शब्दले शब्दलाई मार्ने भन्छ नि थाहा छ त्यो भएको छ यो सङमा बाइ द वे ग्रेट सङ जस्टियाले यो देशमा धेरै बोल्यो हुने केही पनि होइन मेन कुरो के हो थाहा छ रिजन वाइ एक त मान्छेको यो भइसक्यो अब यो छोड्दैन काम गर्दैन है अर्को कुरा के भन्दाखेरि जब कानुनै बलियो छैन कानुनदेखि कोही डराएकै छैन हाम्रो तपाईँ आफै यहाँ हात राखेर हेर्नु होइन मैले कसैको विरोध गरेको होइन कसैको सपोर्टमा होइन केही पनि होइन जस्ट मेरो थिङ मात्र भनेको तपाईँ बाटोमा हिँड्नुहुन्छ पुलिस आउँछ या त अहिलेसम्म जुन कारवाहीमा या जुन घटनामा पुलिसहरू छ त्यहाँ कोही मान्छे डराउँछ पुलिसलाई देखेर कोही डराउँछ यत्रो पनि डराउँदैन यत्रो पनि डराउँदैन डरै छैन त्यही भएर त त्यो पुलिसको सँगसँगै खोजेर हिँड्यो होला कि डरै त्यो डर देखिनु पऱ्यो कि फेसमा पुलिस आउने बित्तिकै एउटा त्यो कहानी छ नि त्यो के अरे चोरको खुट्टा काट भन्दाखेरि चोरले खुट्टा ताने त्यस्तो हुनु पऱ्यो कि आफै त्यो अगाडि सहन नसकेर त्यो मनमा भतभती पोलेर त्यो बाहिर निस्किन सक्नु पऱ्यो कि त्यो मान्छे देख्दा पुलिस देख्दा पनि कानुन देख्दा पनि ओके ठिक छ ल फाँसीको सजाय हुँदैन ओके बट कहिलेकाहीँ यस्तो हुन्छ नि फिल्मको जस्तो के एकजना मान्छे चाहिँ निस्कियोस् क्या त्यसको
महाकृष्ण यस्तो अन्यायमा परेकोहरूलाई चाहिँ सिधै गरेर ठोकिदिने थाहा पनि नहुने के अनि जनताहरूले चाहिँ त्यसको साथ दिने होइन कानुन विपरीत काम गरे भए पनि जनताहरूले त्यसकै साथ दिने रे गरिदिनु नि यार एन्काउन्टर भन्ने चिज हुन्छ यार के भन्नु यार महाकृष्ण एकजनालाई यस्तो कठोर गरिदिने भने बाँकी सबै 50% एटलिस्ट 50% कम हुन्छ कि सो मेरो भन्नु त्यो थियो कतिले अहिले उहाँले पश्चिमीले हाम्रो इन्फ्लुएन्स गर्नुभएको छ होइन सङ्घ मार्फत के भइरहेछ भनेर सुनाइदिनु भयो अन्त अहिले त भाउ दाजु कोही छैन यार सिएफआरमा खत्तम भइसकेको छ खत्तम सो त्यही हो गाइज यस्तो कुराको बारेमा कति बोल्नु यार यत्रो दिन भइसक्यो दिमाग खराब भइरहेको छ होइन सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो आई होप तपाईँलाई राम्रो लाग्यो होला राम्रो लाग्यो लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला एन्ड यो मैले भनेको कुरा तपाईँलाई के लाग्यो कमेन्ट सेक्सनमा प्लिज कमेन्ट गरिदिनु होला एन्ड फेरि भेटौँ अर्को भिडियोसँग त्यति बेलासम्मलाई चाहिँ बाई जय नेपाल